Hello everyone. Today I'm going to talk about the men's mental health because this month is men's mental health. होइन सो यसमा चाहिँ वाट आई वान्ट टु से भन्दाखेरि मेनहरूलाई चाहिँ सोसल्ली कन्स्ट्रक्टेड स्टिग्मा हुन्छ नि केटा मान्छे भएर भन्ने यो स्टिग्माले गरेर चाहिँ कतिपय केटा मान्छेहरूले चाहिँ आफूले आफ्नो इमोसन्सहरू चाहिँ एक्सप्रेस गर्न सकिरहनु भएको हुँदैन अनि सकिराख्नु भएको हुँदैन अनि गर्न खोज्दाखेरि पनि जज भइन्छ कि भन्ने कुराहरूले चाहिँ फियरहरू हुने गरेको चाहिँ मैले पाएको छु होइन सो यसमा चाहिँ वाट आई वान्ट टु से इज द्याट मेन्टल हेल्थ इज रिलेटेड टु इमोसन्स चाहिँ केटा मान्छेको पनि इमोसन्स हुन्छ अनि केटा मान्छेलाई पनि गाह्रो हुन्छ केटा मान्छेलाई पनि भेन्ट आउट गर्नुपर्छ है सो यो भन्दै गर्दाखेरि चाहिँ तपाईँहरू इफ यु वान्ट टु बी मेन्टल वेलबिङको आस्पेक्टमा चाहिँ मेन्टली फिट हुन चाहनुहुन्छ भने चाहिँ यु हेभ टु कम आउट फ्रम द स्टिग्मा कन्स्ट्रक्टेड बाई द सोसाइटीले कन्स्ट्रक्ट गरेको यो स्टिग्मा जस्तै केटा मान्छे भएर भन्ने स्टिग्माबाट चाहिँ तपाईँहरू बाहिर आउन सक्नुपर्छ बाहिर आउनु भनेको चाहिँ आफ्नै तपाईँले आफूलाई चाहिँ मेन्टल हेल्थको आस्पेक्टमा चाहिँ रिलिफ फिल गर्नुहुन्छ अनि त्यो आइसक्नु भएपछि के सोच्दै आउने त भन्दाखेरि चाहिँ जस्ट केटा मान्छे हुनुभन्दा अगाडि त म ह्युमन बिइङ हो नि त होइन हामी मान्छे हो नि त पहिला केटा मान्छे केटी मान्छे हुनुभन्दा अगाडि त ह्युमन बिइङ्स हो सो एभ्री ह्युमन बिइङ हेज द इमोसन्स विच हेज टु बी एक्सप्रेस्ड इन डिफ्रेन्ट वे होइन यो भन्दै चाहिँ बाहिर निस्किनु भयो भने तपाईँलाई अलिकति सजिलो हुन्छ अनि त्यसपछि चाहिँ तपाईँले चाहिँ आफ्नो बारेमा चाहिँ मेन्टल हेल्थको बारेमा चाहिँ अलिकति अवेर हुनुभयो भने मलाई चाहिँ के कुराले चाहिँ मलाई गाह्रो बनाइरहेछ इफ यु फिगर आउट गर्नुभयो भने अनि फिगर आउट गर्नु भइसकेपछि चाहिँ जस्ट के गर्ने त नेक्स्ट स्टेप अब मलाई कुनै पनि कुराले हिट गरिरहेछ अब म के गर्ने त भन्दाखेरि जस्ट ट्राई टु एक्सप्रेस ट्राई टु भेन्ट आउट दोज फिलिङ्स अनि भेन्ट आउट र फिलिङ्स चाहिँ गर्ने त हो तर कहाँ गर्ने त होइन सो केटा मान्छे भएर यहाँ पनि एउटा कन्सेप्ट आएको सोसल्ली कन्स्ट्रक्टेड कन्सेप्टले चाहिँ ब्लक गरिदिने गर्छ सो यसमा चाहिँ वाट आई वान्ट टु से भन्दाखेरि चाहिँ तपाईँहरूलाई यो तपाईँले आफ्नो मनको कुराहरू कसैले भन्न चाहनुहुन्छ तर यो सोसल्ली कन्स्ट्रक्टेड स्टिग्माले गरेर चाहिँ आफूलाई ब्लक गरिरहनु भएको छ भने चाहिँ तपाईँले चाहिँ पहिला के गर्नुहोस् त म मान्छे हो मैले चाहिँ भेन्ट आउट गर्नुपर्छ होइन मेन्टली फिट हुनको लागि अनि भेन्ट आउट गर्दा चाहिँ के हेर्ने त भन्दाखेरि कम्फर्ट जोन हेर्ने वेयर यु क्यान बी वेलकम्ड ओपनली होइन वेयर यु वन्ट बी जज्ड जहाँ चाहिँ तपाईँलाई जज गरिँदैन तपाईँलाई एक्सेप्ट गरिन्छ तपाईँलाई चाहिँ तपाईँको कुरालाई चाहिँ एक्टिभली लिसनिङ हुन्छ त्यो ठाउँमा चाहिँ त्यस्तो प्लेसमा चाहिँ भेन्ट आउट गर्नु होला तर इफ यु डु नट ह्याभ द्याट कम्फर्ट जोन होइन त्यो त्यस्तो पिपुलहरू छैन एक्टिभ लिसनिङ गर्ने जजिङ गर्ने पिपुलहरू छ भने चाहिँ रादर नट टु एक्सप्रेस नट टु भेन्ट आउट इन द्याट पर्टिकुलर प्लेस त्यसले झन् डबल बर्डन दिन्छ तपाईँलाई त्यसको प्लेसमा चाहिँ तपाईँले अर्को के गर्न सक्नुहुन्छ भने चाहिँ तपाईँहरूलाई चाहिँ अब ट्रस्टको कुरा पनि आउँछ होइन कन्फिडेन्सियलिटीको कुरा पनि आउँछ कति साथीहरूले मेन्टेन गरिदिनु हुँदैन सो यो आस्पेक्टमा पनि यु क्यान डु द जर्नलिङ विच इज द भेरी बेस्ट वे कसैलाई लेख्न मनपर्छ भने चाहिँ जर्नलिङ गर्नु होला आफ्नो मनको कुराहरू सबै जर्नल एउटा पेपरमा लेख्नु होला होइन पेपरमा लेख्दै सबै मनको कुरा आइसकेपछि चाहिँ तपाईँले चाहिँ यो कुराहरूलाई चाहिँ एनालाइज एकचोटि हेर्नु होला आफूले लेखेको कुराहरूलाई होइन लेखेको कुरालाई हेर्नु होला अनि लेखिसकेपछि चाहिँ हाउ यु फिल त्यो फिललाई पनि तपाईँले अब्जर्भ गर्नु होला अनि त्यसपछि चाहिँ तपाईँले अब अनवर्ड्स चाहिँ मैले के गर्ने त लर्निङ भयो नि त तपाईँको यो भोगाइले एक्सपिरियन्सले चाहिँ लर्निङ दिएको छ सो लर्निङको आस्पेक्टमा हेर्नु होला यो चाहिँ जर्नलिङको पार्ट भयो होइन यो जर्नलिङको साइडमा पनि तपाईँले अर्को साइड के हुन्छ त भन्दाखेरि सेल्फ टक तपाईँले चाहिँ सेल्फ टक पनि गर्न सक्नुहुन्छ है सेल्फ टक भने आफैले आफैसँग के
आफ्नो मनको कुराहरू आफैसँग कुरा गर्ने। अनि कुरा गरेपछि त्यसमा पनि कुरा गर्दै जाँदा चाहिँ मैले योबाट चाहिँ मैले के लर्न गरेँ त, होइन? यस्तो मान्छेहरू मेरो नभइदिएको भए, यो सिचुएसन नभएको भए मैले यो कुरा सिक्ने थिएन भन्दै चाहिँ तपाईँले हेर्नुभयो भने पनि त्यो आस्पेक्टमा पनि अलिकति तपाईँलाई सजिलो हुन्छ। सो अर्को भनेको चाहिँ तपाईँले कसरी पनि भेन्ट आउट गर्न सक्नुहुन्छ, बिङ इन योर वान सेल्फ, होइन? तपाईँ आफै भएर चाहिँ। अनि अर्को भनेको चाहिँ तपाईँले कुनै पनि अब्जेक्टलाई चाहिँ साथी जस्तो बनाएर चाहिँ तपाईँले सबै कुरा भन्न सक्नुहुन्छ। तपाईँलाई रुन मन लागेको छ भने पनि मन खोलेर रुन सक्नुहुन्छ, होइन? त्यहाँ कोही पनि हुँदैन तपाईँलाई जज गर्ने, तपाईँलाई चाहिँ एउटा ट्याग दिने, होइन? एउटा स्टिगमा वाइज केटा मान्छे भएर भन्ने मान्छे पनि हुँदैन, जज गर्ने मान्छे पनि हुँदैन। सो यु आर अलोन अन यर वान सेल्फ। दिज आर द वेज हाउ यु क्यान भेन्ट आउट, होइन? आफैमा सीमित रहेर पनि एक्लै पनि तपाईँले आफ्नो कुराहरू सेयर गर्न सक्नुहुन्छ, आफैमा सीमित रहेर, है? सो यति। अनि यो गर्दै जाँदाखेरि तपाईँ नेचरसँग कनेक्ट पनि हुन सक्नुहुन्छ, होइन? वाकमा जान सक्नुहुन्छ, म्युजिक सुन्न सक्नुहुन्छ, म्युजिकसँग रिलेट गर्दै रिलिज गर्न सक्नुहुन्छ, होइन? अनि तपाईँ वाकमा जाँदा जाँदै पनि यताउता सबै डिफ्रेन्ट पिपुलहरूलाई हेरेर, नेचरलाई हेर्दै पनि आफ्नो स्ट्रेसहरू, आफूलाई सफोकेसन भएको कुराहरूलाई चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ, रिलिज गर्नु सक्नुहुन्छ, है? सो मैले चाहिँ तपाईँलाई आज के भने भन्दाखेरि एज अ मेन, होइन? भेन्ट आउट गर्ने कम्फर्टेबल प्लेस छ भने चाहिँ प्लिज भेन्ट आउट एन्ड एक्सप्रेस योर सेल्फ, होइन? तपाईँको इमोसन्सलाई चाहिँ एक्सप्रेस गर्नुहोला, भेन्ट आउट गर्नुहोला। तर इफ नट सक्नुहुन्न, तपाईँले चाहिँ अब तपाईँलाई गाह्रो हुन्छ, तपाईँलाई चाहिँ कन्फिडेन्सियलिटीको कुरा छ, तपाईँ चाहिँ इजी फिल गर्नुहुँदैन भने चाहिँ मैले के पनि भने त, आफैमा सेल्फमा इन यर वान बााउन्ड्रिजमा रहेर पनि तपाईँले आफ्नो इमोसन्सहरूलाई भेन्ट आउट गर्न सक्नुहुन्छ, ताकि तपाईँ मेन्टल्ली हेल्दी हुनलाई चाहिँ हेल्प गर्छ समहाउ। ओके, सो दिज आर द वेज. So thank you everyone. Happy Men's Mental Health.